चाहिँ हामीले यो फालेलुङ 6 र 7 नम्बरको भालुखोप र यता इम्सा जोड्ने बाटोको छेउबाट चाहिँ यो वारिपारीको झोलुङ्गे पुलको लागि काम भइरहेछ। विद्यार्थी नानीहरू यहाँबाट चाहिँ 17-18 जना हिँडेर यस्तो गरेर यहाँ परतिरबाट यता स्कुल जाने गर्छन्। यो पल्लो डाँडा काटेर उतापट्टि भने यतिखेरि एकदमै प्रविधिको विकाससँगै भने जस्तै दिमाग लगाएर यहाँबाट पाइपबाट झार्ने ढलान चाहिँ काम भइरहेछ। यसरी झर्छन् एकदम सजिलोसँगले। यो डेटमेन्ट ढलान भइरहेछ सजिलोसँगले यहाँ यसरी एकदमै राम्रोसँगले भइरहेछ देख्न सक्नुहुन्छ। फालेलुङ 6 र 5 भने 7 सरी फालेलुङ 7 र 6 को भालुखोप र इम्सामा रहेको यो यहाँबाट देख्न सक्नुहुन्छ। सिधै यो वारी र पारी फालेलुङकै पहिलो भनौँ लामो र हाइट पनि निकै हाइट हुनेछ, गहिरो पनि यहाँ तलभित्र भने एकदमै रमाइलो छ, दामी हुनेछ। यहाँ पुल पनि एकदम राम्रोसँग काम भइरहेछ। ल एकदमै ल ठिक छ, हेर्न सक्नुहुन्छ।